हाई गाइस वेलकम टु माई ब्लग। आजदेखिको चाहिँ म नयाँ ब्लग बनाउनु गइरहेको छु। सो आज चाहिँ मेरो र दिदीको सेम छुट्टी थिएन, मैले बनाएको छुट्टी त के को लागि बनाएको भन्नु नि तपाईँ। अब हामी मिराकल गार्डन जानको लागि प्लानिङ थियो एक हप्तादेखि। अन्त लास्टमा प्लान के भयो? फर्स्टमा प्लान ढलान भयो। यो मान्छेले गर्दा यो मान्छेले के दिदी बहिनीको छुट्टी घरमा बसेर मनाउनुको मजा छुट्टै नि। घुमेर हो र बाहिर घुम्नु त पर्छ त होइन? अर्को पालि हेरे होइन। एक्चुअली नगएको किन पनि भने पुरा उयो अलर्ट बजिरहेको छ क्या, पुरा बम उयो भइरहेको छ। सो त्यसले गर्दाखेरि यो चाहिँ बिना मेकअपको फेस हो, यस्तो छ। त्यही त अब चाहिँ हामी दिदीले थिच्नु भयो। अब चाहिँ हामी लिफ्टमा छौँ। हामी चाहिँ गएको कहाँ गएको? कपडा उठाउनलाई छतमा। म्याडमको कपडा उठाउन। म्याडमले मलाई छोडेर आउनु भयो पहिले। किन बिजी थिएँ, कहाँ बिजी थिएँ भनेर खाना खाना बनाउँदै बिजी अरे। अन्त अब चाहिँ हामी छतमा आएको छ। छत देखाउँछु ल कस्तो छ भनेर। कपडा सुकाउनु चाहिँ हामीले सुकाउनु आफै त्यसमा लाइक भन्नुहोस् आफै गर्नु सक्दिनँ त। म पटाकाले दिवाली भएर केही छैन, पुरा दिवाली मनिरहेछ दुबईमा पनि। दुबईमा दिवाली मनाउँदा थाकिसक्यो। नेपालमा वर्षमा एकचोटि मनाइन्छ, दुबईमा दिनको 4-5 चोटि। वेदर देखाउँछु ल म। हामीले लुगा यहाँ यसरी सुकाउँछौँ नि। कसले यसरी सुकाउँछ, कसले यसरी हाल्छन्, कसैले यसरी हाल्छन्। जसले उठाउन आउँदैन लुगाको लावारिस लुगाहरू यस्तो छन् हो। आधा घन्टा लावारिस लुगा दिदीले त्यहाँ हालेको रहेछन्। मान्छे उता हालेको मैले त्यहाँ नै सकिरहेको। यो चाहिँ दुबईको फर्स्ट के अरे सकुवा फर्स्ट बेला भन्छ। हाम्रो यसको यहाँदेखि मेरो रुम छेउमै हो। मायाको दिदीको लाभे त्यसको दिदीले भन्दैछौ। अन्त अहिले चाहिँ यस्तो छ दिदीको लुगा हो। के भयो? कलर आएर खतम भयो नि। मसिनमा कलर आउने लुगा नआउने लुगा सबै कसरी हालेर कस्तो मजाको हावा आयो है आज त। एकदम हावा आइरहेको। मैले उतै ल्याएको भने रहेछ त्यो स्ट्यान्ड ल्याएको थिएँ नि मैले। अहिले यहाँ राखेर हामी बनाएर यसो भिडियोसहरू बनाउनु हुन्छ है। दिमाग भनेको सकी काम भइसकेको हुन्छ, फेरि काम त याद आउँछ के गर्न। बसौँ होइन? अब उठाइसकेपछि के बसौँ? वेदर राम्रो छ त। यहाँ न कहाँ पुग्यो तन्केर मजा ए लकमा होला केही छैन। फेरि उसले लुगा चेन्ज गरेको म यही लुगामा छु हो। अब चाहिँ हामी गएको कहाँ हो? कहाँ गएको दिदी? हामी अलिअलि राम्ररी हुन जानु लाग्यो, सेक्सी बन्न जान दुईटिले। हामी चाहिँ पार्लर गएको अलिकति राम्ररी बनिनु पऱ्यो भनेर हेरौँ। अनि चाहिँ बाहिर दामी वेदर भइरहेको छ आज। त्यस्तो भन्दाखेरि अनि यहीँ त गएको नि पार्लर। कहाँ चाहिँ टाढो हो र मलाई त लुगा लाउनै मन लाग्दैन। अब चाहिँ हामी कहाँ गएको दिदी? कहाँ गएको? अघि फेरि के भन्यो तपाईँले? को त पार्लरको ढोका यता हो। यता माथि हो पार्लर? हामी पार्लर जानु लाग्यो। अलिकति राम्रो हुनु पऱ्यो भनेर। अलिकति राम्रो हुनु पऱ्यो भनेको खै आफ्टर राम्रो भएर नि देखाउँछु ल। नङ बनाउनु पैसा चाहिन्छ। भयो मैले बनाइनँ किनभने मेरो अहिले पनि यस्तै छ नि त, राम्रै छ हो। मैले चाहिँ अलिक मोटा गरौँ भनेको कि अन्त मलाई अलिक मोटो बनाउने हो भने चाहिँ अलिक पाल्नु हो। सो त्यसले गर्दाखेरि चाहिँ म चाहिँ बनाइनँ। दिदीले बनाउनु भयो। अलिक पाल्छु 1-2 महिना, त्यसको बादमा आएर आउन सक्छ। त्यसको बादमा चाहिँ बनाउँला मजाले। मैले नङ बनाएको अस्ति भर्खर। अब चाहिँ थ्रेडिङ गर्नु जब राम्रो हुन्छ। अहिले चाहिँ उहाँ दिदी मात्रै हुनुभयो है। कहाँ छ जिम? ए यहीँ पो हो। मैले चाहिँ बनाइनँ। कहाँ?
अब अलिक पार्लर आउँछु दिदीले बनाउनु भयो मैले बनाइनँ किनभने मलाई चाहिँ अलिक मोटा बनाउनु आएको नि त भर्खर एउटा बलुन झऱ्यो माथिबाट यसरी कि दिदी त बम भनेर भाग्न आँट्नु भएको रहेछ ला दिदी चाहिँ बम भनेर भाग्न आँट्नु भएको रहेछ यस्तो सकिङ भइरहेछ अहिले कता यता नि छ चिया पिउन भनेको खै उनीहरूलाई अथोराइटी दिएको छ अरे ओपन गर्नलाई अब कति पैसा के पे गरे होला के को अनि यिनीहरूले दुकान ओपन गर्न पाउँदैन नि त नि अन्त हेर्दैछ त मजाले हात पक्रिनु पर्छ अन्त हामी चाहिँ चिया पिउनु गएको दोकानै बन्द रहेछ होइन अब फेरि अर्कोतिर जाने आज म कति बजी उठेको भन्दा बिहान 7 बजी उठेको बिहान सुत्नु पनि दिएको छैन मलाई साँच्ची भन्नुपर्दा बिहान 3 AM मा सुतेको म बिहान 7 बजी उठेको के भएको हुन्छ छुट्टीको दिन यस्तो हुन्छ निद्रा लाग्दैन सुत्नै मन लाग्दैन निद्रै लाग्दैन अन्त उयो दिदीले मलाई सुत्नु नदिएको राति होइन 4 बजी हामी सुतेकै छैन त्यसपछि आँखा सुतेको थिएँ 7 बजी उठाएर फोन गर्दै घन्टी बजेको ननस्टप सुत्नु दिएन अनि मलाई नभनिकन गरेर उसले राइस लगाइसकेको छ सब्जी हिँड्दै बेलुकाको थियो हामीसँग एक्स्ट्रा होइन म सुत्दिनँ भने उसलाई सुत्न दिन मिलेन नि त होइन म सुत्दिनँ त ऊ पनि सुत्न पाउँदैन चिया छैन अरे ला हामीलाई त आज चिया हामीलाई हेर कस्तो हेरौँ हामीलाई चिया खाने किस्मत पनि मिलेको छैन हो छैन ए छ अरे चिया छ हामीसँग चिया छ होइन हजुरहरू नि चिया पिउनु कस्तो देखिरहेको थिएन अनुहारमा पिम्पल्सहरू है अम्मा नसा प्रभु नारायण शिव मिराकल गार्डन जाँदालाई भिडियो टन्नै सक्यो उसले गर्दा म नगएको जाने भने होइन हिजोसम्म जाने भने लुगाहरू आइरन गरेर सबै कम्ती अन्त लुगाहरू रेडी गरेर आइरनहरू गरेर राखेर सब कुछ भयो बादमा के भन्छ नजाने भन्दछ तँ दोक्टाउनु मन लाग्यो मलाई के गर्ने अब दिदी हो